बर्खाको सेतीको उर्लाउँदो भेल झलुङ्गे पुलबाट हेर्दै म जाँदैछु ढोर पुलचोक हिलेटार। नदीका चट्टानहरू कतै पड्किएर कतै चोइटिएर आफै ड्याम बन्छन्, आफै ड्याम फुट्छन्। अनि म झलुङ्गे पुलको बाटो हुँदै शिव मन्दिरमा पुग्छु। र यही हो सिद्धेश्वर महादेवको मन्दिर बन्दैछ। सनातन हिन्दू धर्मावलम्बीहरूको आस्थाको केन्द्र शिवालयहरू हुन्। र यो शिवालय 108 शिवलिङ्गहरूले सुशोभित शिवजीको मूर्ति यहाँ स्थापना गरिएको छ। यो पुरानो मन्दिर भयो भने नयाँ मन्दिर यो बन्दैछ। त्यसपछि यो हल हो जहाँ भजन कीर्तनको माहौल अब केही समयपछि सुरु हुन गइरहेको पिरा पनि हराउँथ्यो यो Thank you for watching this video. Please like, subscribe and share.